फाल्छु भने हौ खिलाउ माया उहीतिर खिलाउ उहीतिर मेरा नलाउ तिनतिर। कति राम्री राम्री मान्छे साइड साइडमा मेरो बडीगार्डहरू। अनि त्यति समय र अनि बचाउ बचाउ भने एकचोटि बोल छैन। बचाउ बचाउने भनेको थियो एकचोटि भनेको थिएँ। अनि त्यहाँबाट त्यसपछि अङ्कलले चाहिँ काम पाएन फोटो खिच्दै हिँड्यो अरे। कुल्फी खान भनेर निस्केको अल्छार एक राउन्ड। अनि त्यहीँबाट जाने भनेको थियो कि ऊ ब्याग बोकेर। अनि हाम्रो लयलाई फेरि फर्केर आएको के ऊ। गाइज धेरै पछि मेरो भ्लग आइरहेछ, सबैजनाले माया गर्नु होला। अनि मेरो भ्लगमा चाहिँ यो रेगुलर गेस्ट कल्पना हो। अनि अहिले नयाँ गेस्ट अञ्जलीज्यू ठकुरी थपेको छ, सबैले माया गर्नु होला है। राम्रो त हातै दुख्ने रहेछ क्या बानी नभएर। कति राम्री राम्री मान्छे साइड साइडमा मेरो बडीगार्डहरू। दुइटै फेरि सिङ्गर पनि हो नि त। निधारको त्यो रातो टिका के अरे रातो टिका छ भने बोकेर आउनु नि टिका बनाउनु। ए ल कता जान्छे म यो फुल फालिदिन्छु म। लालुपाते टिपेर फाल्छु भने हौ खिलाउ माया उहीतिर खिलाउ उहीतिर मेरा नलाउ तिनतिर। अरे वाह वाह यसले लालुपातेको चोप यहाँ लगाइदि ठिकै छ। यहाँ भिडियो अन गर्छ अनि भन्नु यस्तो हुन्छ। बर्खामा थियो है। अनि त्यहाँबाट दिदीहरू कहाँ जानु भएको थियो। अनि दिदीले के हो बिर्सै लिएर आइदिएन भन्नुभयो। अनि धाराको बाटै जान्थ्यो नि पानी ल्याउँछ भने 2टा बोतल लिएर गएको थिएँ है। अनि तल धारामा पानी रातो आयो। अनि त्यसपछि ट्याङ्कीमा के भयो होला यस्तो किन हिलो पानी आयो होला भनेर ट्याङ्कीमा हेर्न गएको। अनि ट्याङ्कीको त्यो उचाल्ने चाहिँ उचाल्न सकिन्थ्यो क्या मैले। उचालेको त म त फुत्तै तल त पछि हो बिरको सँगै। बिहामा बिरको माथाबाट पऱ्यो त म चेकेर मर्ने त्यो दिन। कस्तो राम्रो कथा रहेछ, एकदम राम्रो कथा। भोरी पानी थियो होइन। अनि के हुँदो रहेछ भने अब त्यो गरम चाहिँ फाल्दाखेरि त एकचोटि फाल्दाखेरि माथि आउँछ नि त। हो त्यस्तै भरमा माथि आयो क्या है। त्यतिखेर क्या त्यो पानी झोलममै आउँछ चोकेर माथि आउँदाखेरि ठ्याक्क मैले यस्तो गरेर माथि समाउन भ्याएँ कि कहाँबाट बुद्धि आयो भन न। अनि त्यति समय र अनि बचाउ बचाउ भने एकचोटि बोल छैन। बचाउने भनेको थियो एकचोटि भनेको थिएँ। अनि त्यहाँबाट त्यसपछि अङ्कलले चाहिँ काम पाएन फोटो खिच्दै हिँड्यो अरे। भनौँ न अङ्कलहरूको नि काम छैन गाडी गर्दै हिँड्छ नि। भन्न नि बचाउ बचाउ भने हिरो निस्केल नहुने होला। हिरो कोही पनि आएन अरे। अहिले पो इन्ट्रेस्टिङ भयो कथा। एकचोटि बचाउ बचाउ भने जम्मा कोही मान्छे थिएन। अनि फेरि कुवामा चाहिँ एकजना रहेछ धारा अलिक तल कुवा अलिक माथि थियो क्या। त्यो मान्छेले सुनेन। अनि नसुनेपछि अनि म आफै बल्ल 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 निक्लेर रुजे बिरालोले चाहिँ गएँ सक्यो कथा बाँच्न सफल भयो। धेरै दिन मसँग धन छैन। आज कल्पनाले खुवाएको 2081 सालको सायद अन्तिम पनि हुन सक्छ। अस्तिमाले मेरो बिल्ला गऱ्यो ल म यस्तो गरिब रहेछु। बिल्ला गरे होइन क्या। अब त 81को अन्तिम तर गर्मी महिना सुरु भयो। भोलि नै आम भन्न नि बेर छैन फेरि खानलाई। म खोल्छु ल गाइस एकछिन है। मैले खाएँ ल। कस्तो मिठो छ भन न। मिठो छ कस्तो मिठो छ गाइस। मैले नि खोले खाइ हेर्छु ल। मुखमा त्यहाँ छुर्पी छ कल्पनाले दिएको। धेरै कुरा दिन्छ क्या यसले बेला बेला। के खान्छु बाबै मैले दिएको कोइलामा जाम कोइलामा। कस्तो मिठो छ। बिन्दा दिदी हामीलाई नि भाइरल बनाउनु पर्यो कि कसरी हो।
जाम रे पैसा टिकट के खातामा लेखेर आउने मेगा टेलिभिजनको त्यही गरे नि हुन्छ मेगा टेलिभिजन छ भने थाहा त छैन होला थाहा त छ होला किन नआउनु म जान लाग्थेँ फेरि गइनँ मिठो छ गाइस पार्दै पाउनु मस्त भाषा गरेर के हो के भन्छ संस्कृत पढ्दै हिँड्नु म चाहिँ यहाँ कुल्फी टोकम के यो काम भइरह फेरि कुल्फीको रस निल्दाखेरि छुर्पी नै निल्लिएर अहिले घाँटी हाल्नु पर्छ हुँदैन यता छ यता छ फुल के अरे छुर्पी उनीहरू दुइटा चाहिँ सँगै हेर्छ अनि मलाई एक्लै भएको छ क्या अनि आउनै मन लाग्दैन मलाई के फरक कुरो छुर्पी र यही खाँदा निल्यो भने त आपत पर्छ अरे अन्त यिनीहरूले त मलाई अत्ताइदियो के त्यही भएर म फालेको कडा कुकुर रहेछ यार झन्डै नटोक्या बाइकको मान्छेलाई के भन्ने तिमीहरूले गरेर बिग्रियो त अनि म चटपटी नखाने कि 2 महिना जति बाहिर होइन त्यो घरमा रुममा बनाएको त केही भएन होममेड त तर होममेड भनेर चाहिँ के गर्नु सबै हालेपछि भने भनेर हाले कागती हाले आज त के हालेको थिएन हामी खाँदै ठन्डा चाहियो भने थाले क्या बुझाएको हो मम्मी ठन्डा बरफ एउटा स्टोरी सुन न एउटा गीत गाउँ त स्टोरी एउटा गीत गाउँ प्लिज गाउँ न ल मेरो लागि क्या छिटो न आमा नै कतिले छैन के मान्थे र छोरीले भनेको कहिले कपाल अघि झार्छेस् कहिले पछि पार्छेस् कहिले भने लामो सिधा हुन्छ कहिले घुङ्रो पार्छेस् टाउकाको नि अघिल्तिर कालो हो कि मैलो निलो हो सिँगै खाना जाने त्यस्तै हो मेरो दाँत झर्नलाई यिनीहरूलाई माया छैन खानु भयो केटी छोड्दै माया छ माया गर्नुपर्छ नि सबैलाई आमा हात भएर हजुरको सुक्को छिरामा त कसरी खाइदिएको जानेदेखि मेरो त कुल्फी पनि सक्यो अनि हामी अफिस पनि फेरि आइपुग्यौँ ल म गाडी चलाउनु जान्छु फेरि यसले फुलको त मेरो फुलाइराख्या माथि म बगाएर फुलाइराख्या मेरो हामी चाहिँ यहाँ कुल्फी खान भनेर निस्केको अल्छार 1 राउन्ड अनि त्यहीँबाट जाने भनेको थियो कि ऊ ब्याग बोकेर अनि हाम्रो लयलाई फेरि फर्केर आएको क्या ऊ त्यो मान्छे चाहिँ मै हो आइम ब्याक ल गाइस मेरो मलाई फुलाइराखेको छु फेरि कल्पनाले एउटा फुल टिपेर ल्यायो त्यसले फुलको त सब सत्यनाश नै गर्नु कस्तो नराम्रो देखा तनबाट ओए कति धेरै खटेरा देखेको है एडिट गर्नु मिल्छ कि नै यो मिल्छ कस्तो कालो हप्सी देखा तन कस्तो यसको होइन टाढाबाट खिच्दा चाहिँ राम्रो देखिएको छ नजिकबाट हेर्दा पनि कालो म त आमा कसको फोन आएर चाहिँ गाइस मेरो पता नआए मेरो फुल छ्या यत्रो ठुलो अनुहारमा फेरि यो पनि थपेर यत्रो बनाउँदा कस्तो देखेको ल आज
आजको भ्लग चाहिँ यति नै हो गाइज, माया गरिदिनु होला। अनि हामी फेरि आइरहन्छौँ भोलि पर्सितिर। बाई बाई। बाई बाई।